नेपालको राजनीतिक दिनदिनै तातो बन्दै गइरहेको छ। अझै अब वैशाख 5 गते या 7 गते दुर्गा प्रसाईको कार्यक्रम अनुसार ज्ञानेन्द्र महाराजलाई चाहिँ राजदरबार छिराउने रे। त्यसै गरी केपी ओली कपमा दशरथ रङ्गशालामा केपी ओली मुर्दाबाद जहाँ खेल हुँदै गर्छ। अहिले नेताहरूमा एकदमै भडास चाहिँ पोख्ने युवा जनशक्ति, त्यसै गरी नेपाली मानस पोर्टलमा चाहिँ नेताहरूले गर्दा नै हाम्रो अवस्था यो बनिसकेको छ भन्ने खालको परिसकेको हुँदा युवाहरूले त्यहाँ विरोध जनाएका थिए र त्यहाँ विरोध जनाउने क्रममा त्यो मुर्दाबाद भन्ने र जिन्दाबाद भन्नेहरूको बीचमा चाहिँ एउटा खालको द्वन्द्व सिर्जना भयो। यसलाई तपाईँले कसरी लिनुभएको छ? कुनै पनि ठाउँमा नाराबाजी गरेर जिन्दाबाद भन्दा चाहिँ राम्रो हुने र मुर्दाबाद भन्दा चाहिँ गलत हुने भन्ने विषयवस्तु संसदमै पनि उठेको थियो र यसै सन्दर्भमा रहेर सोसल मिडिया त्यसै गरी चाहिँ हाम्रो यो अहिले भइरहेको कामहरू जति पनि जर्नलिस्टहरूले क्वेसन सोधेकै बखतमा पनि लगेर जेल हाल्ने कुरालाई पनि कतिजनाले चाहिँ यो एउटा निरङ्कुशवादी शासन प्रणाली भयो, मिडियालाई चाहिँ ह्यान्डलिङ गर्न खोजियो भन्ने खालको कुराहरू आइरहेको छ। यो विषयमा तपाईँहरूको कुरा कस्तो रहेको छ? वास्तवमै भन्ने हो भने नेपाल मिडिया फ्रिडम राष्ट्र हो। यहाँनिर स्वतन्त्र रूपमा वाक स्वतन्त्रता रहेको छ, प्रेस स्वतन्त्रता रहेको छ। यस्तो ठाउँमा कसैले पनि आफ्नो हितको अनुकूल हुनको लागि, कसैलाई चाहिँ झोले बनाउनको लागि या बनेन भने त्यसलाई कानुनी कारबाहीमा ल्याउँछु भन्नु चाहिँ गलत नै हुन्छ। यो मिडिया विधान त्यसै गरी प्रेस काउन्सिल यी विभिन्न कुराहरू पनि अहिले चुप लागेर बसिरहेको अवस्था छ। यदि बोलिहालौँ भने त लगेर थुन्नै बेर छैन। भोलि मलाई नै पनि यसले चाहिँ यो विषय बोल्यो भनेर थुन्न बेर छैन। त्यो भएको भएर यो गलत हुँदैछ, यो गलत हुन चाहिँ दिनु हुँदैन। पार्टीको मात्र कुरा नभएर यो बोल्नै नपाउने भन्ने खालको कुरासम्मको अवस्था आउनु भनेको निरङ्कुश शासन प्रणालीको एउटा झल्को हो। त्यो भएको भएर यस्ता कुराहरूलाई चाहिँ तपाईँ हाम्रो तहबाट नै जसलाई चाहिँ निभाउन दबाउन सकिँदैन भन्ने लागिसके पछाडि त्यसलाई दबाउनको लागि एक बेला टिकटकै बन्द भएको थियो, कुनै बेला चाहिँ सोसल मिडियाका यी कुराहरूलाई पनि केही न केही रूपमा चाहिँ बन्देज लगाउन खोजिराखिएको छ। कन्टेन्ट क्रिएटरहरूको लागि र फेसबुक या मेटा या गुगल जस्ता जति पनि डिजिटल प्लेटफर्ममा हामीले पोस्ट गरेका कुराहरूले हाम्रो चाहिँ नेपालमा भएका कति कम्पनीहरूले चाहिँ प्रमोसन गरेको कुराहरू विदेशमा मोनेटाइज पैसाहरू गइरहेको छ। त्यो विदेशबाट मात्रै बुस्ट गर्न मिल्ने भएको छ। त्यसलाई करको दायरामा ल्याएर नेपालबाटै केही गर्न सकिन्छ कि भन्ने कुरा सोच्नुको अलावा यसलाई कसरी बन्देज लगाउने, योसँग बोल्ने मान्छेहरूलाई कसरी ठिक गर्ने भन्ने कुराको अहिलेको नेतृत्वले गरिरहेको यो जुन खालको कदम पहली छ यो एकदमै गलत कदम छ। यसको लागि सबैले तपाईँ हाम्रो तहबाट एउटा पब्लिक तहबाट नै हामीले प्रेसर जेनेरेट गर्नको लागि पनि सबैले आवाज उठाउनु पर्ने बेला आएको छ। गलत नगर्ने तर गलत गर्नेलाई नछोड्ने भन्ने विधि चाहिँ सबैले लिनुपर्छ भन्ने मलाई लाग्छ। यदि तपाईँहरूलाई पनि त्यस्तै लाग्छ भने हाम्रो भिडियोलाई सेयर गर्नु होला। दबाब स्वरूप सबैले बोल्नै पर्छ भन्ने छैन। सेयर गरेर एउटा पोस्ट हालेर स्ट्याटस हालेर पनि राख्नु होला, किनभने सोसल मिडियामा जसले बोल्छ बोलेपछि केही सोच्न बाध्यकारी अवस्था बन्छ। जस्तै पोखरामा तपाईँहरूले देख्नुभयो होला, सूर्य थापाजीलाई चाहिँ सहकारीको विषयमा बोल्दाखेरि त्यो एउटा कन्ट्रोभर्सी नसकिँदै फेरि हाम्रो सम्माननीय प्रधानमन्त्रीको चाहिँ कप आफ्नै जन्मदिनको दिन भएको केपी शर्मा ओली कपमा उहाँकै अगाडि नै केपी ओली मुर्दाबाद भन्ने खालको अवस्थासम्म बनिरहेको छ। तर उहाँहरूले त्यसलाई चाहिँ किन यसरी भइरहेको छ, पब्लिक आक्रोश किन भइरहेको छ भन्ने कुरा बुझ्नुको सट्टा यसलाई चाहिँ अब कसरी दबाउने भन्नेतर्फ सोचिरहनु भएको छ। यो एकदमै गलत रहेको छ। यो चाहिँ सबैले हामीले दबाउनको लागि, सबैले यो कुरा हुँदैन भन्नको लागि चाहिँ सबैले आवाज उठाउनुपर्ने अवस्था आएको छ। तपाईँहरूलाई पनि त्यस्तै लाग्छ भने हाम्रो भिडियोलाई लाइक गर्नुभयो भने धेरैजनासम्म पुग्छ, सेयर गर्नुभयो भने तपाईँको सर्कलमा पुग्छ, कमेन्ट पनि गर्नु होला, तपाईँको विचार धारणाहरू पनि पुग्छ, सबै समक्ष पुऱ्याएर यो कुरा चाहिँ अझ यसलाई सबल बनाउनुपर्छ। भारतले भयो, अरू चाइनाले भयो, आफ्नै देशमा चाहिँ आइटीको त्यत्रो विकास गरिरहेको हुन्छ, कम्पनीहरू इस्टाब्लिस गर्नलाई वातावरण बनाइरहेको हुन्छ भने हामीले चाहिँ खेदाउनुपर्छ, बन्द गर्नुपर्छ, मोनिटरिङ गर्नुपर्छ, उत्तर कोरियाको जस्तो प्रेसलाई चाहिँ बाँधेर राख्नुपर्छ भन्ने खालको अवस्था बनाउनु गलत हुन्छ भन्ने कुरा बुझ्न सबैले जरुरी छ। यदि तपाईँलाई पनि त्यस्तै लाग्छ भने मैले भनेको जस्तै गर्नुहोस् है त।